हेलो एभ्रिवान, नमस्ते सबैलाई। म हजुरहरूको बिटेल्सन के छ हजुरहरूको हालखबर? मेरो एकदम ठिक छ। अनि म चाहिँ आज यता साकुरा पार्क जाँदैछु साकुरा हेर्नलाई। दिदी र म। दिदी ओ हिरोनीको पोज गर्नु न। अब दिदी र म जाँदैछौँ साकुरा पार्क साकुरा हेर्न। त्यहाँ गएर हामी देखाउँछौँ खानेकुरा कति बोकेको छौँ भनेर। सबै दुःख चाहिँ मैले गरेँ हो। Oh my god, के होइन एउटा चाउमिन पकाएको। सबैभन्दा मिठो चाउमिन छ फेरि। मैले मोमो बनाएको गाइस अन्त त्यही पनि पोइजन मल बोइल मात्र गरेको न मोमो। ल ठ्याक्कै हामी साकुराको स्पोटमा पुगिसक्यौँ। दिदीलाई मैले साइकल दिएर दिदीले साइकल चलाउनु भयो, भाइले भ्लग गराउने। लाइक हेर्नु गाइज यहाँको भ्युज सबै साकुरा वार पार्ने कस्तो दामी है। हेर्नु गाइज माथिपट्टि छुट्टै छ बाटो गाडी हिँड्नको लागि, हाइवे तलपट्टि छुट्टै छ, उता छुट्टै छ। यस्तो तरिका हुनुपर्छ है, यतिको चाहिँ हुनु पर्यो बिस्तारै भए पनि। यो चाहिँ बच्चाहरू गेम खेल्ने स्पोर्ट छ यहीँ, फेरि पार्कमा सबै छ बच्चाहरूको लागि। यतिको चाहिँ चाहियो नेपालमा पनि बिस्तारै भए पनि। यसलाई हामी कस्तो चिल। अब चाहिँ हामी ठ्याक्क त्यहाँ खाने ठाउँमा जान्छौँ। त्यहाँ अलि माथि हो, धेरै होइन, यहाँदेखि 2 मिनट लाग्छ। त्यहाँ गएर त्यसपछि भिडियो फेरि बनाउँछु ल। अब यस्तरी बिचारा बसिन्छ हामी यहाँ। अललाई चाहिँ छिटो छिटो खाना निकाल्नु न। कस्तो खाना निकाल्नु हो र? फोटो सोटो खिच्नु। र दिदीले पालो खानेकुरा कोक त एउटा छ। छिटो 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 छिटो। यस्तो चाउमिन यो मैले बनाएको चाउमिन। देन मोमो। अब चटपट बनाउनु हुन्छ दिदीले। अब बनाउनु झटपट। गाइज अब यहाँ खाना रेडी हुँदैछ। दिदी र म चाहिँ आज के अरे सिजर पेपर रक होइन, सिजर पेपर रक भन्ने गेम खेल्दैछौँ। त्यो पनि भ्लगमा आउँछ अलिकति भ्लग, अलिकति खाना, अलिकति रमाइलो सबै मिक्स हुन्छ है गाइज। गाइज अब हामी चाहिँ सिजर पेपर रक खेल्न लाग्यौँ। हाम्रो खाना यति छ। अनि दिदी र म कतिको आउँछ हजुरलाई खेल्न? मलाई त आउँदैन, मैले खाना पाउँछु किन पाउँदैन थाहा छैन। थोरै खाने ल। अब म यहाँ राख्छु है त गाइज, सेटअप मिलाएर अनि बनाउँछु। हामी चाहिँ त्यसम्म पुगेर आउने हो। हारेकोले हार्ने त मै ढुक्क थाहा छ, त्यही पनि रमाइलो। Scissor paper rock. Scissor paper rock. क्या नहीं Scissor paper rock.
Scissor, paper, rock. Scissor, paper, rock. Stop. खाना भोक लागेको छ Scissor, paper, rock. म मोमोसम्म पानी लिएर आउनु पर्ने सिधा मजा मैले खाएँ बट दौडिँदै आँखामा कोक लिएर कस्तो भइरहेको गाइस के हेर्न मजा आइरहेको नि ल यहाँ कोक पनि राखेर ये ह्यापी बर्थडे इन एडभान्स यसको मुखैभरि भएको मुखैभरि मुखैभरि अझै छ एउटा सिङ्गै अन्डा खाइसक्यो मोमो पनि भइसक्यो मोमो सक्यो Scissor, paper, rock. मैले खाएँ यसको भागमा हातले नासी Scissor, paper, rock. Scissor, paper, rock. Scissor, paper, rock. Tix. Momo papa. No. Scissor, paper, rock. Bisa.
सक्छ त मसँग बर्गर खाइसक्नु मेरो सिजर पेपर रक ल खाइ ल अब बेस्ट फ्री है जहिले दुईचोटिमा दुईचोटि जित्यो त्यसले गेम जित्यो है त जित्न त मैले जितिसकेको धेरै मैले खाएको है गाइस ल खाना पनि तिनचोटिमै जसले जित्यो त्यसलाई खानु पाउने है त नदौडिनु के सिजर पेपर रक एकचोटि यस्तो त गरेको नि मैले पनि यसो एउटै हो सिजर पेपर रक एक फाइनल है त ल सिजर पेपर रक लगाइदियो काम मैले जितिसक जाने छैन भनेर ल्याइसक्यो गर्मी नै भयो कस्तो महसुस हुँदैछ त भाइसँग हार्दा जान्ने मान्छे हार्दा कस्तो महसुस भयो त जाली गरेर जाली जितेको यसले हुन्छ मैले जितेँ मैले जित्छु गाइस जित्नु हुन्छ खुब अर्कोचोटि पनि हराउनु पर्छ है मैले जित्छु गाइस ओके बाई बाई गाइस खै त केही भनिदिनु मेरो भाइले धेरै माया गरिदिनु युट्युबमा लाइक सब्सक्राइब गरिदिनु सेयर गरिदिनु बाई